जति पनि हर्क साम्पाङको विरोध गर्दै रवि र बालेनको सपोर्ट गरिरहेछ नि, वास्तव यिनीहरूलाई हाम्रो देशको माया नै छैन क्या, नेपालको माया नै छैन। मा कसम यिनीहरूलाई माया नै छैन। देश विकास होस् नहोस्, सुशासन होस् नहोस्, कुनै मतलब छैन। यिनीहरूलाई मतलब भनेको खालि लाइक र भ्युजको लागि हो है। यिनीहरू नै हो हिजोसम्म रविलाई मुर्दाबाद मुर्दाबाद रवि मुर्दाबाद, देश छोडेर जा भनेर यत्रो नारा लाउँदै कराउने होइन, सामाजिक सञ्जालमा भुक्ने यिनीहरू नै हो। यो टाउकोमा पुछार उनीहरू हामीलाई थाहा नभएको हो र। तर अहिले किन रवि लामेछानेको सपोर्ट गरेर हर्क साम्पाङलाई गाली गरिरहेछ भने नि, रविको नाम लिएर रविलाई विरोध गरेर जति कमाउनु लाइक भ्युज कमायो होइन, जब लाइक भ्युज आउनु छोडिसकेपछि ठ्याक्क हर्क साम्पाङको उपस्थिति भयो हो। त्यो भएपछि यिनीहरूले कन्टेन्ट खोजिरहेको थियो। अनि हर्क साम्पाङ आइसकेपछि हर्क साम्पाङलाई गाली गरेपछि त लाइक भ्युज बढ्छ होइन हो। त्यो भएकोले चाहिँ नै यिनीहरूले लाइक र भ्युजको लागि हर्क साम्पाङलाई विरोध गरिरहेछ। किनभने हर्क साम्पाङको विरोध गर्यो भने त लाइक भ्युज आउँछ नि त धेरै होइन। यिनीहरूलाई देश नेपालको माया लाग्थ्यो भने होइन, विकास चाहन्थ्यो भने काम गर्ने मान्छेलाई त काम गरिदिनु पर्छ कि पर्दैन? पर्थ्यो नि त होइन हो। त्यो भएको हुनाले यिनीहरू भनेको आफ्नो स्वार्थको लागि मात्रै कराइरहेछ। सबै यो खाँडीमा बसेर है यत्र कुरा गर्ने, गाली गर्ने, बेइज्जत गर्ने, अनि भ्युज आउँछ लाइक आउँछ। त्यो भएपछि लाइक भ्युजले हान्नु दिँदैन तिमीहरूलाई। साला तिमीहरूको जिन्दगी लाइक भ्युजमा अड्केको छैन। कुरा बुझेको? तिमीहरूले जति लाइक भ्युज कमाउनुको लागि मुख छाड्छस्, गाली गर्छस् होइन, तथा नाम अराजक बन्छस् नि, त्यति नै तिमीहरूको छोराछोरीले दुःख पाउने हो। त कति पो बाँच्छस् र? धेरै बाँचेको 20-30 वर्ष मात्लास्, त्यो पछि त मरेर जान्छस्। आफ्नो छोरा नातिको पालो आउँछ, त्यतिखेर उनीहरूले पाउँछ क्या दुःख। कुरा बुझेको छैनस्? अनि तँहरू भनेको तिमीहरूको औकात राम्रोसँग थाहा छ के? तँ मुलाहरू भनेको टाउकोमा पुछार कोखामा दारा भएको मान्छेहरू हो है। तिमीहरूको औकात भनेको राम्रोसँग थाहा छ। अहिले रवि र बालेनलाई बाउ मानिरहेछस् नि, भगवान मानिरहेछस् नि, ताल पर्यो भने रवि र बालेनलाई आफ्नो स्वार्थको लागि तँहरूले मार्छस्। थाहा नभएको हो तिमीहरूको बेहोरा? मार्छस् 100% हो। तिमीहरूले आफ्नो स्वार्थको लागि जे पनि गर्न सक्छस्, बुझिस्? न तिमीहरूलाई माया छ न दया छ। तिमीहरू त मान्छे नै होइन, बरु तिमीहरू भन्दा कुकुर वफादार हुन्छ क्या, इमान्दार कुकुर हुन्छ। कुकुर जतिको पनि छैनस् तँहरू। किन फुर्ती गर्छस्? आफ्नो औकात किन देखाउँछस्? आफ्नो औकातमा बस्। तँहरू भनेको कस्तो हो भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ। हिजोको दिनमा रवि लामेछानेले सहकारी लुट्यो भन्दाखेरि रवि लामेछाने मुर्दाबाद मुर्दाबाद भन्दै नारा जुलुस लगाइहिँड्ने तैँहरू होइन? हामीलाई थाहा छैन? विदेशमा बस्ने जति पनि नेपाली दाजुभाइ दिदीबहिनीहरू, तिमीहरूलाई म 100 दिनभित्रमा फ्री टिकट नेपाल ल्याउँछु भन्दाखेरि फुर 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 खुसीले भुइँमा खुट्टा थिएन। जब चुनाव जितिसकेर गएपछि लिएन होइन, विदेशमा अलपत्र भएको मान्छेहरूलाई त नेपाल निकालेन। ननिकालेपछि त्यतिखेर तँहरू नै होइन रविको विरोध गर्ने। रवि लामेछाने 4वटा मुख 5वटा मुखबाट बोल्छ कि चाकबाट बोल्छ भनेर यत्र गाली गर्दै उफ्रिने तँहरू नै होइन। अनि अहिले जाब एउटा लाइक र भ्युजको लागि होइन यति धेरै गिर्छस् साला चुतियाहरू। तिमीहरूको बुद्धि कहिले पनि आउँदैन रहेछ है। यदि तिमीलाई नेपालको माया लाग्थ्यो भने होइन, हामीलाई चाहिएको विकास हो। विकास जसले गरे पनि भयो होइन है। त्यो भएको हुनाले श्रम संस्कृति पार्टीले विकास गरिरहेछ है, काम गरिरहेछ भनेदेखि काम गर्नु दिनुपर्छ कि खुट्टा तान्नुपर्छ? तँहरू तिमीहरूको दिमाग छ कि छैन? साला चुतियार तिमीहरू भनेको जिन्दगीमा न कहिले खुसी हुन्छ न कहिले अरूलाई खुसी दिनु सक्छस्। यतिकै मर्छस्, जलेर डाहा गरेर रिस गरेर यतिकै मर्छस्। एक दिन सबैजना मरेर जानुपर्छ। आउँदाखेरि नाङ्गे आएको, जाँदाखेरि नाङ्गै जाने हो, केही लाने होइन। तर हामी गइन्छ, तर जानुभन्दा हामीले समाजलाई के दिने, आफ्नो छोराछोरीलाई के दिने होइन, यो देशलाई के दिने, के छोडेर जाने भन्ने कुरा चाहिँ एउटा सानो भूमिका खेल बरु होइन। तर दुनियाँसँग बाजेर जुधेर दुनियाँको विरोध गरेर हुनेवाला केही पनि छैन। रवि लामेछाने सहकारी चोरेकै हो, सहकारी ठगे हो, 4टाको स्वास्नी हो होइन। धनीको छोरी कता छ के छ भन्दै खोज्दै गएर फसाएर बिहे गर्ने रवि लामेछाने एक खेलाडी हो होइन। बालेन शाह भनेको सिंहदरबार जलाउने हत्यारा हो है। 2जनालाई मार्यो नि त, मारेन? 2जनालाई मारो, सुकुम्बासी बस्तीमा आत्महत्या गर्नु बाध्य बनाउने त बालेन शाह हो नि त है। अनि जेनजी आन्दोलनमा कतिजना मार्यो भन्ने कुरा तिमीहरूलाई राम्रोसँग थाहा छ नि त। उक्साएर किन पठायो
है। त्यही भएर हत्यारा र लुटेराको पछाडि नलाग्या, लाग्नै हुँदैन। रवि लामेछाने पनि साला चुतिया, यो पनि उनी हत्यारा नै हो। आफ्नो ड्राइभरलाई मार्ने रवि लामेछाने नै हो। जीवी राई कता विदेश पलायन भयो भन्छ, तर होइन, रवि लामेछानेले मारिसक्यो, उहिले मारिसक्यो। रवि लामेछानेले जीवी राईलाई मारिसक्यो है। कसै पनि भ्रम नपर्नु, कसैले आश पनि नगर्नु जीवी राई जिउँदैछ भनेर। रवि लामेछानेले उहिले मारिसक्यो। साला चुतिया र ठुलो कुरा गर्छस्, तिमीहरूको औकात थाहा छैन हामीलाई। टाउकोमा पुछार, कोखमा दारा हुनेहरूको भर हुँदैन कहिले पनि, बुझिस्।